हुन्छ सबैलाई प्रभु येशू ख्रीष्टको नाममा जय मसी। अनि आज हामी शनिबारको संगतिको समरीको बारेमा आज हेर्नेछौँ। अनि आज चाहिँ हामीले याकुबको पुस्तक 3 अध्यायको 13 देखि 18 सम्म हामीले हेरेका थियौँ। अनि याकुबले चाहिँ यहाँ दुई किसिमको बुद्धिको बारेमा चाहिँ भनिराख्नु भएको छ। अनि हामीले त्यही दुई किसिमको बुद्धिको बारेमा चाहिँ आज हामीले हेऱ्यौँ होइन। अनि दुई किसिमको बुद्धि चाहिँ एउटा संसारिक, अनात्मिक र सैद्धान्तिक बुद्धि हो। पहिलो बुद्धि भन्दा चाहिँ दोस्रो चाहिँ स्वर्गबाट आएको बुद्धिको बारेमा चाहिँ आज हामीले हेरेका थियौँ होइन। अनि 13 पदमा हामी स्टार्टिङमा हामी हेर्छौँ भने चाहिँ यो सुरु गर्नुभन्दा अगाडि नै याकुबले चाहिँ विश्वासीहरूलाई, त्यो समयको विश्वासीहरूलाई चाहिँ एउटा च्यालेन्ज दिनुभएको छ। यदि तिमीहरू बुद्धिमानी छौ अथवा ज्ञानी छौ भने चाहिँ तिमीहरूको कामबाट देखाऊ, तिमीहरूको जीवनको आफ्नो कामबाट देखाऊ भनेर चाहिँ प्रश्न सोध्नु भएको छ होइन। अनि त्यही कुरा चाहिँ आज अहिलेको विश्वासीहरू, आजको विश्वासी तपाईँ र मलाई पनि त्यही कुरा चाहिँ लागू गर्छ। यदि हाम्रो विश्वास चाहिँ स्वर्गबाट आएको विश्वास हो अथवा हामी बुद्धिमानी र ज्ञानी छौँ भने चाहिँ हाम्रो कामबाट चाहिँ देखाऊ भनेर चाहिँ याकुबले चाहिँ आज तपाईँ र मलाई चाहिँ भन्दै हुनुहुन्छ है। 13 पदमा यसरी लेखेको छ, तिमीहरूमध्ये बुद्धिमानी र ज्ञानी को छ? आफ्नो असल जीवनद्वारा बुद्धिको नम्रतामा त्यसले आफ्नो कामहरू देखाओस् भनेर भन्नुभएको छ, जुन कुरा मैले अगाडि भनेको थिएँ है। अनि हामी 14 देखि 15 पदमा हामी हेर्छौँ भने चाहिँ 14, 15, 16मा हामी हेर्छौँ भने चाहिँ त्यहाँ चाहिँ संसारिक बुद्धि, सैद्धान्तिक बुद्धि, अनात्मिक बुद्धि चाहिँ कस्तो हुन्छ भन्ने कुराको बारेमा चाहिँ याकुबले चाहिँ भनिराख्नु भएको छ होइन। म थोरै भन्नेछु। यहाँ चाहिँ के भनेको छ भन्दाखेरि चाहिँ कटु ईर्ष्या र स्वार्थी अभिलाषा, स्वार्थीपन भएको एकदम, अनि ईर्ष्या गर्ने मान्छे, लोभ भएको व्यक्ति, त्यस्तो किसिमको स्वभाव भएको मानिससँग चाहिँ, त्यो मानिस भनेको चाहिँ सैद्धान्तिक अथवा संसारिक बुद्धि भएको व्यक्ति हो भनेर चाहिँ याकुबले चाहिँ भन्नुभएको छ। र हामी 17 पदमा हेर्छौँ भने चाहिँ स्वर्गबाट आएको बुद्धि चाहिँ कस्तो हुन्छ भनेर चाहिँ याकुबले भन्नुभएको छ। यहाँ यसरी लेखिएको छ, तर जुन बुद्धि स्वर्गबाट आउँछ त्यो पहिले शुद्ध हुन्छ, तब त्यो शान्तिप्रिय, कोमल, विचारशील, कृपापूर्ण र असल फलले भरिएको, पक्षपातरहित र कपटरहित हुन्छ होइन। अनि कस्तो किसिमको हुन्छ स्वर्गबाट आएको बुद्धि भनेर चाहिँ याकुबले भन्नुभएको छ होइन। पुरै निस्वार्थ होइन, एकदम शान्तिप्रिय, कोमलको बारेमा चाहिँ भन्नुभएको छ होइन। अनि हामीले उदाहरणहरू पनि हेरेका थियौँ होइन। अनि हामीले संसारिक सैद्धान्तिक बुद्धि कस्तो हुन्छ भन्ने कुरा चाहिँ हामीले चाहिँ 2-3वटा उदाहरण हामीले हेऱ्यौँ होइन। अनि कोरहको बारेमा हामीले हेऱ्यौँ होइन। कोरहको बारेमा हेऱ्यौँ हामीले, जुन कुरा चाहिँ गन्तीको पुस्तक 16 अध्यायमा तपाईँले हेर्न सक्नुहुन्छ। यसको बारेमा म भन्ने छैन। कोरहको व्यवहार जीवनी हेर्छौँ भने चाहिँ सैद्धान्तिक बुद्धिको व्यवहार भएको अथवा सैद्धान्तिक बुद्धि चाहिँ कस्तो हुन्छ भने चाहिँ एउटा पर्फेक्ट इक्जाम्पल छ है। अनि कैन र हाबिलको बारेमा हामीलाई थाहा छ है, उत्पत्तिको पुस्तकको 4मा। अनि कैनको जीवनलाई हामी हेर्छौँ भने चाहिँ, अनि उहाँको जीवनलाई हेर्छौँ भने चाहिँ कस्तो हुन्छ सैद्धान्तिक बुद्धि अथवा संसारिक बुद्धि चाहिँ कस्तो हुन्छ भने चाहिँ एउटा पर्फेक्ट इक्जाम्पल छ है। अनि हामी संसारिक स्वर्गबाट आएको बुद्धि कस्तो हुने चाहिँ हामीले सोलोमन राजाको बुद्धि, हामीले त्यसको बारेमा हामीले हेऱ्यौँ। अनि योसेफको बारेमा नि हामीले चर्चा गरेको थियौँ होइन। जुन दाजुभाइले योसेफलाई बेचेको थियो, पछि योसेफले आएर चाहिँ त्यो ईर्ष्या, रिस राखेको छैन, पछि आफ्नो दाजुभाइलाई सहयोग गरेको कुरा हामीले हेऱ्यौँ। अनि असल सामरीको बारेमा पनि हेरेका थियौँ। अनि जुन हिसाबले याकुबले आज चेतावनी दिनुभएको थियो त्यो मण्डलीलाई, र आज हामीलाई, तपाईँ र मलाई पनि चेतावनी छ कि हामीसँग भएको बुद्धि संसारिक बुद्धि हो कि स्वर्गबाट आएको बुद्धि हो होइन। अथवा हाम्रो व्यवहारबाट आफूलाई जाँच गरौँ। यही भन्दै आजको वचन यही सघाउनेछु। जय मसीह।